सकिन अरे थ्री पोइन्टर ल के हो पानी जहाजै बनाइदिएछ ल नमस्ते सबैजनालाई है अब हामी यहाँ के अरे आज यो कालाबाङ बुद्ध पार्कमा घुम्न आएको फ्यामिली टुर है सबैजना हुनुहुन्छ ल मेरो पछाडि देखिरहेको टक्क यो बुद्ध स्तूपा कालाबाङ बुद्ध पार्क है सबैजना माथि चढ्दै हुनुहुन्छ ल यहाँबाट टक्कै यो पुम्दीकोट शिवजीको यो मूर्ति पनि टक्कै अपोजिट उसमा यो जस्ट फ्रन्टमा पर्दो रहेछ है ल लोकेसन यस्तो छ यहाँ है ल स्टेप्सहरू है अहिलेसम्म मैले पनि देखेको थिएन यताउता मोबाइल सोबाइल युट्युब यताउता देखेर हामी पनि यहाँ घुम्न आएको अहिलेसम्म मलाई पनि यो ठाउँको बारेमा थाहा थिएन ल सबैजना अहिलेसम्म थाहा छैन है खासै यहाँ के बन्दै रहेछ नि के यो गोलो हिसाबले गर्दा खै केही होला हजुर वहीँ पानी थोपा त वहीँ आएको थियो है सकिन अरे आउनुहोस् कति स्टेप्स रहेछ गन त खै ल तर आज मौसम पुरै प्याक भएर खासै त्यस्तो भ्यूहरू चाहिँ नदेखिने भयो फेवाताल देखिरहेछ त्यहाँ ल हाम्रो बुद्ध स्तूपा है बुद्धको शिवजीको पुम्दीकोट यो नेपथ्यको अमृत गुरुङ पनि यही गाउँको हो अरे नेपथ्यको अमृत गुरुङकै भोगलेस ल वरिपरिबाट देखिने दृश्यहरू है यतातिर यो पिकनिक स्पटहरू पनि रहेछ नि यता यतातिर यो पिकनिक स्पटहरू पनि रहेछ यतातिर अलिअलि हजुर होला कता हो फेरि कालाबाङ गाउँ ल आउनको लागि पोखराबाट ठ्याक्कै पोखराबाट यहाँ पुग्दाखेरि 13 किलोमिटर रहेछ यो है 13 किलोमिटर यहाँ पनि राम्रो छ टक्क आउनको लागि है आफ्नो फ्यामिली सहित आउनको लागि आउन चाहनेहरू आउनको लागि यसो घुम्नको लागि ठाउँ राम्रो छ है ल अब पानी पनि पर्न लाग्यो ल अब ए पानीको छिटा पनि आउन लाग्यो ल अब झर्नु पर्छ कति मिनटमा आयो हामी वहाँबाट 40-45 मिनट लाग्यो है 13 किलोमिटर
कालाबाङ बुद्ध पार्क घुमेर एकछिन यतातिर लेकतिर घुम्न आएको है। यहाँ त्यही उस खाएर पानी पुऱ्यो नि के पानी पुऱ्यो। मौसम खराब भएर क्या स्टल्सहरू पनि अलिकति कम्ती भएछ त आज त। ल आज मौसममा अलिकति पानी पर्ला जस्तो भएर क्या मान्छे पनि खासै त्यस्तो छैन। यस्तो छ यहाँको माहौल है। कयाक चलिरहेको छ अझै पनि हजुर राखेकोतिर भन्दाखेरि यता हिँड्ने के होइन उताबाट चल्छ नि उताबाट चल्छ उताबाट कस्तो खतरा चल्छ के यता त कहाँ चलेछ र उता कस्तो खतरा चल्छ हो र झन् यता चल्ला जस्तो लाग्छ मलाई। यता हिँड्ने ठाउँ उठ्दै माहौल अन्नपूर्ण गार्डन ए पोखरा सेल्फी पोइन्ट अरे ल के हो पानी जहाजै बनाइदिएछ ल। चटपटको तयारी चटपट ल। अझै यहाँ त्यति साह्रो भिड भइसकेको छैन है। अब एकछिनपछि थोरै अझै साँझ परिसकेपछि एकछिनपछि भिड होला। अझै यहाँ भिड चाहिँ खतरै हुन्छ तर है। ल ओके ल सबैजना हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच है।